हेलो गाइज नमस्ते। आज हामी द ओभल पोर्ट्रेट भन्ने कथालाई नेपालीमा वाचन गरेर सुनाउन गइरहेका छौँ। यो कथालाई कक्षा 11को कम्पलसरी इङ्ग्लिस भन्ने विषयमा पनि समावेश गरिएको छ। सर्वप्रथम राइटरको छोटो परिचय दिनुपर्दा एडगर एलन पोए एक प्रसिद्ध अमेरिकी लेखक, कवि र समालोचक थिए। उनको जन्म सन् 1809मा अमेरिकामा भएको थियो। उनी विशेष गरी रहस्यमय यानि कि मिस्ट्री, डरलाग्दा हरर र मानसिक द्वन्द्व विषयका कथाहरूको लागि चिनिन्छन्। उनका रचनाहरूमा मानव मनको अँध्यारो पक्ष, मृत्यु र कल्पनाको गहिरो प्रभाव देखिन्छ। द ओभल पोर्ट्रेट उनको प्रसिद्ध छोटो कथामध्ये एक हो। एक रात एकजना घाइते यात्री आफ्नो सेवकसँगै एउटा पुरानो र सुनसान दरबारमा आश्रय लिन पुग्छ। उनीहरू माथिल्लो तलाका एउटा सानो कोठामा बस्छन्। त्यो कोठा भित्ताभरि धेरै पुराना चित्रहरूले भरिएको हुन्छ। यात्री चित्रहरू हेर्न निकै रुचि राख्छन्। राति बत्तीको उज्यालोमा उनले एउटा अण्डाकार यानि कि ओभल आकारको चित्र देख्छन्। चित्रमा एक अत्यन्त सुन्दर युवतीको अनुहार थियो। चित्र यति जिउँदो जस्तो लाग्थ्यो कि यात्री एकछिन त अचम्ममा पर्छन् र नजर हटाउनै सक्दैनन्। चित्रको रहस्य जान्न उनले त्यहाँ राखिएको एउटा किताब पढ्छन्। किताबमा लेखिएको कथाबाट थाहा हुन्छ त्यो युवती एक धनी र महान चित्रकारकी पत्नी थिइन्। उनी धेरै सुन्दरी, सरल र जीवनप्रेमी थिइन्। तर उनका पति चित्रकलामा अत्यन्त डुबेका थिए। उनले आफ्नो पत्नीको भन्दा कलालाई बढी माया गर्थे। चित्रकारले आफ्नी पत्नीलाई अगाडि राखेर उनको चित्र बनाउन सुरु गर्छन्। दिनरात उनी चित्र बनाउनमै व्यस्त हुन्छन्। युवती आफ्नो पतिको खुसीका लागि चुपचाप बस्छिन्। तर बिस्तारै उनको जीवनशक्ति कमजोर हुँदै जान्छ। उनी बिरामी पर्छिन्। तर चित्रकार भने चित्र पुरा गर्नमै केन्द्रित रहन्छन्। अन्ततः जब चित्र पुरा हुन्छ, चित्रकार खुसी हुँदै चिच्याउँछन्, यो त साँच्चै जीवित जस्तो देखियो। तर त्यसै क्षण उनले पछाडि फर्केर हेर्दा उनकी पत्नी मरेकी हुन्छन्। द ओभल पोर्ट्रेट कथाले हामीलाई अत्याधिक कला प्रेम र जीवन मूल्यबारे चेतावनी दिन्छ। चित्रकारले आफ्नी पत्नीको जीवनभन्दा आफ्नो चित्रकलामा बढी ध्यान दिन्छन्। उनले दिनरात मेहनत गरेर सुन्दर चित्र त बनाउँछन्, तर त्यसको मूल्यमा उनले आफ्नी पत्नी गुमाउँछन्। कथाले देखाउँछ कि कला वा कुनै कामप्रति अत्याधिक समर्पण गर्दा जीवन र सम्बन्ध नाश हुन सक्छ। सुन्दर चित्र त बनेको छ, तर मानवीय माया, प्रेम र जीवनशक्ति बिना त्यो अधुरो छ। मुख्य सन्देश के हो भने जीवनको वास्तविक मूल्य कला वा सफलताभन्दा उच्च हुन्छ र मानव भावनालाई कहिल्यै बिर्सनु हुँदैन। आई होप तपाईँलाई भिडियो पक्कै पनि हेल्पफुल भयो होला भनेर आशा गर्दछु। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोला भन्दै यहाँहरूबाट बिदा हुन चाहन्छु। धन्यवाद।